चाहिँ हामी डेकोरेसन गर्न लागेको मेरो चाहिँ 25th एनिभर्सरीको अनि म र आइस सुनिता चाहिँ यहाँ डेकोरेट गर्ने भनेर के बेलुन फुक्दैछ हेर्नु माइको है बेलुनहरू अब कस्तो हुन्छ देखाउँछ सुनिता के गरेको हामी आज यस्तो रहेछ यो चाहिँ राम्रो छ है योहरू स्टिल खै भाइले यो पनि गर्नु चाहिँ डेकोरेटको लागि उस गर्दै सुन्दा त्यो बनाउनको लागि रिबन निडल नसुसार यो चाहिँ यो फुललाई के भन्छ डेकोरेट गर्दैछु 25th एनिभर्सरीको लागि डेकोरेसन इज लुक लाइक द्याट त राम्रो बनाउनु लाग्यो यहाँ हिरोइन रेड मला चिन्डु के गरेको छ त बोलेर माला बनाउन सुर्स एउटा कुरा कति बुढी त है निसोन बिहासे चाहिँ अब लिली पुरा फोन लगाएर न फोन लगाऊ फोन नासा पार्टीको के हाल्नु त त्यहाँ Do this one. This one is. यो त यहाँ यसो भएर माला बनाएको बेरेको नि मेड बाई सुनिता है सुनिता तैँले बनाएको होइन साह्रै रमाइलो भएको छ राम्रो छ म चाहिँ अलिक च्याम्पियन छु च्याम्पियन होइन त्यो बिग्रेर त्यो होइन यो चाहिँ सुनिताले बनाएको आमा कति लजाएको कि मेरो ब्लगमा एउटाले बनाएको भन्यो भयो म माला बनाएको गाइस for us looks so nice how's it go No, you're putting the bead in. You already set. I'm putting the bead in, you know. It isn't that? Oh my god. देखा तो ढोका खोलना मिल्दैन है guys ready lama jam makan mungkin nak kami tu tapi nanti nak jalan macam mana awak nak lama jalan baru sukina kita jalan चार्ज में लेख्नु उसको फोन नंबर यो साडी साडी हो यो चाहिँ बुढाको सुट रातो गाइस वेलकम ब्याक टु माई च्यानल दिस इज मी अनिता स्वागत छ सबैलाई मेरो युट्युब च्यानलमा मेरो युट्युब च्यानलको नाम हो अनिता एन्ड ब्लग आज चाहिँ मैले हाम्रो चाहिँ 25th एनिभर्सरी हो त्यसको लागि चाहिँ म रेडी हुँदैछु आई डिड माई नेल होइन नेल चाहिँ मैले बनाइसकेँ है आफै बनाएको होइन अनि यता पनि देखाउँछ यता हातमा नि यस्तो नेल बनायो गाइस अलिकति मेसी छ अनि यो मेरो हेयर लुक अब चाहिँ म मेकअप गर्छु लेटिनु छैन जसलाई ए ठिकै छ रेडी अब रेडी हुँदैछु मेकअप लाएर मेरो नेल मेरो हेयर अनि अर्को लुक देखाउने छु एकछिनमा यसरी हो यसो म चाहिँ रेडी भइसक्यो Once I'm going down, I'll show you everything, guys. एकछिनमा देखाउँछु है ल जाम है तल कस्तो छ भनेर मेरो आउटफिट पनि टुडे तपाईँ यहाँ मेरो बुढाको आउटफिट यता पनि न यता आउटफिट फर टुडे म जाँदैछु आएको त हामी भाग्यमानी
नमस्ते अब जल्दी आएको आमाहरू ल भाग्यमा भ्याइसक्यो त त्यही सिटमै थियो त न हामी जल्दी आएको भाग्य के आयो यस्तो केरी गरे आएको हामी छोराको जल्दी आएको ठुलो भएछ What was in it? Ladies and gentlemen. हेलो म भोइस ओभर गर्दैछु एन्ड नमस्ते एभ्री वान थ्याङ्क यू अल फर बिङ हियर टुडे तपाईँहरू सबै आएर हाम्रो 25th एनिभर्सरीलाई झनै स्पेसल बनाउनु भएकोमा धेरै धन्यवाद एन्ड थ्याङ्क यू सुनिता फर केक एन्ड डेकोरेट माई एनिभर्सरी बाई हेलो भाइ होइन म सबै खिच्दै आउँछु नि त ल हाई गर बल्ल देख्यो यसो नि हेर्न त्यो लिले न यति बाल्ने हो ए बान्ने होला नि है के त्यही हो कता साइड बस्नुभयो म दाहिने हाल्नु लाइट ठिकै भयो आधा here लाइट अन गर्नुपर्छ होला है लाइट अन गर्नुपर्छ साथै अँध्यारो भन्छ लाइट आमा बत्ती बाल्नु पर्यो ठुलो ठुलो बत्ती त बनाएको छैन है बाजे सानो बाले नि हुन्छ सानै मोमबत्ती वाला मोमबत्ती एउटा बाले हुन्छ देऊ सानो दुईटा बाल्नु न एउटा बाल्ने दुईटा बाले हुन्छ दुईटा समाउँछ एउटा प्लेटमा क्या दुईटा मोमबत्ती हाल अनि चामल राखेर ल्याउनु लाइटर ल्याउनु बाबु You can turn the camera to start the gimbal will turn. Face it towards. त्यो मेरो फेसमा त देखाउँछ होइन तर अलिकति फर्दर अवे जानुपर्छ तिमी बाटोबाट नत्र बाटो फेसबाट ड्याङ आउँछ नि स्मल पनि स्मल ल्याएन हुन्छ सानो आदि आदि हजुर आदिले त उसको बिहामा अहिले त पुरा ल्याइसक्यो नि त अब हगि आजको बिहामा यसमा मात्रै खिच्दै हुन्छ 25 मात्रै देखाएर हामीले त नमानेर खिसिमी भइरहेको गर्नु जरुरी छैन कि खासमा अब बुढेसकालमा बुढेसकालमा तिमीहरू बुढेसकालमा हामी त गर्ने भन्दैछ गरिदियो भने अब हाम्रो 40 वर्षको अहिले त नहुँदैन मै भइसक्यो 50 वर्ष बोलाइसक्यो अब 40 वर्ष 50 वर्षको झन् सिल्भर जुब्ली 60 वर्ष त डायमन्ड होला नि डायमन्ड हो 10 वर्ष अगाडि त्यो बेला हाम्रो केक त हाम्रो चाहिँ बुढी फेरि ओहो सिडी चाहिने हो क्या केकको लागि त अहिले यहाँ भिडियो खिचाइछ नि यसरी हो यसरी खिचे बिचरा आदिले होइन लादी ल के अरे मामा र माइजूको ल राम्रो चटक्क ल
Happy wedding anniversary. बच्चाहरू माला पनि ल्याएछ नि माला यहाँ राख्छ अलि हराउन एउटा गरे एउटा कुरा बिर्सिन्छ भाइ माला हरिब छ फेरि तपाईँहरू माला सामान बनिसकेको छ भाइ ठिकै छ जस्तो गरे नि दुःख गरेर रातभरि बस्नु पास गर न निस्किन्छ सुन्दर मिलाउनु यही गर्यो न 1 2 3 कुन चाहिँ गीत मनपर्छ तपाईँलाई कुन चाहिँ गीत मनपर्छ हामी गाइदिउँला शुभकामना है के भन्छ नि भयो कपिराइट हुन्छ ए हो त नि त्यो ब्लगमा कपिराइट भइजान्छ फेरि ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी लामो माया हुनु हिमाल जस्तो अग्लो हुनु दुमो जस्तो फैलिनु के हो होइन सुनिता अब त्यो माला लाउने माला माला लाउने होला नि माला लाउने हो नि कहाँ होला माला लाउने अब मलाई त्यो पान्दानी फेरिएन त्यो चाहिँ उसले लाउँछ यो लामो सारी यो आगोमा सारी आगोमा होइन यो चाहिँ म लाउँछु सारीमा झालै आएको सुनिता यो बत्ती दिनु न सुनिता बत्ती ल्याउ क्या उसो होला भने घन्टी बजिहाल्छ यसो चाहिँ ढोका खोल्दै हुने हुन्छ होला बाबु राशि हक गर्नु पऱ्यो नि हिर्काएको हक गर्नु ओके अब रिङ सेरोमनी खोल्दिमै पहिला खोल्नुपर्ने हुन्छ बुक छ एउटा तिमीलाई पज गर्दैन नि म बोलेको बोली भइगयो 1 2 3 ल है यसै नै भएन भयो ल भयो 1 2 फर्स्टको मैले हालौँ नि त मलाई ताली 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 यता पनि हेर्नु पऱ्यो क्यामेरा ल दुईजनाले यसो गरेर देखाऊ यस्तो गर्नु बाटो भइसक्यो अब अब त्यति होला नि केक काट्ने समेत गर्ने हो स्याम्पेन के काट्ने होला अनि स्याम्पेन होला नि के छ प्रोग्राममा के लेख्नु Do champagne first because when you take the video of the cake छुरी ल्याएन Organizer भएन है फेरि उसको नगरमा न नगर हो कसमति 1 2 3 घुमाए चस्मामा होला नगर्नु भनेको न आफै भएको त्यहाँ ककु त्यहाँ तल झरेछ अब सेरेमनी गरायो चेक गर्यो कि चस्मामा आउँछ अनि पिर हेर्न आकाइ खाँदिन म त म धेर न खाँदिन कक टिप्न एकछिन सुन्दा सजिलो हुन्छ ल त्यो कक्टेल सुन्दा पेपर सानो मान्छे काम सजिलो हुन्छ पेपर यहाँ छ
पुरै ए हो नि त होइन हामी कति लकी बिहा गरेर हेर्नु पाएन 35 years अब ल खास गरी नातिनले हेर्नुहुन्छ नि बाबाको बिहा अब केक लकी का केक सेरेमनी के काट्ने अब केक पनि कति सुन्दर रहेछ राम्रो देखेछ नि त झन् मामा जानेको सिन्दुर पनि हाल्नुपर्छ है भाइले सिन्दुरै ल्याएर 1 2 3 ल ए ताली बजाउनु न कति सही गर्नु भने तालीमा तलसम्म गर्ने हो काट्ने तलसम्म होला नि तलसम्म गर्नु त रडिरहेको तलसम्म गऱ्यो भने दुईजनाले खानु हुन्छ किकम्बर स्लाइस जसरी ए वेट चम्चा लिएर आउँछ ए सुनको है सुनको चम्चा लिएर सिल्भर ल्याउनु पर्ने हो नि त है जब मैं पैदा हुआ था मेरे मुख में सोने के चमचा था भन्थे डेनीले पहिला भाडा त्यो त्यो ब्याकग्राउन्डमा चाहिँ एकदम मान्छेहरू बोलिहाल्नु पर्छ धेरै छ त्यो क्या सुन्दर भगवान टु बाबा देखेन है निरोगी हुने विष कम गर्ने आल्छी कम्ती गर्ने बाठो हुने हो विष आज हुन 25 वर्षपछि भन्दैछ मैले तपाईहरु फोटो खिच्नु न आमा यहाँ बसेर आमा साइड साइडमा बस्नु पर्दैन ढोकामा पर्दैन के खसी ढोग्यो कि ढोग्यो एउटै नाम आछ देखेछ ल यता हेर्नु आमा बाबाले लाउनु पर्छ नि फेरि लोड्छ ल हेर्नु आमा यता हेर्नु 1 2 3 1 2 3 यसै नै अडबुल खिच्छ नि त मजा यहाँ सियो मैले खुसी हुन्छ टिभीलाई बाबु जीवन जाए आयो मनले चिताको सबै जीवन जाए ओ अमरा जीवन फेरि बाँध्ने भने आज तुला बनाइने त अनि अबिर पनि लगाइदिनु पर्ने कपाल बिगार राखेर क्या आज कपाल बिग्राएको चाहिँ आज तुला हुने भने तिमीलाई तिम्रो है हेल्प गर्नु नि आमालाई यो तपाईँ लगाइदिनु होइन सुरु समात्दैन तिमीले मैले जान्दैन कि यो टेबलले कारै पाइने कि उयो समात्दैन हो कि यो पठाउनु पर्छ अहिले त गर्नु विशाल समात्छ किन त्यो तपाईँले लगाइदिनु है मैले जान्दैन तिमी जान्ने मान्छेले नलाइदिनु मलाई जान्ने मान्छेले के गर्ने हामी त हेल्पर मात्रै हो त्यो त यस्तो राखेर यस्तो राउन्ड राउन्ड गर्ने हो नि त यस्तो गर्नु बुढीमा टप्पल्टेर अगाडि गरे त्यस्तो नहुनु है तिम्रो सासु जस्तो भइसक्यो बुहारी फेरि त्यहाँ सबै गर्दा झन् अर्गनाइजर त झन् लडलाई खुट्टा मैलीकोमा नजा मैलीको छुटेको तिमीहरू पाल्नु ठिक हुन्छ नि प्र्याक्टिस आज सिक्ने त्यहाँ अर्को पनि त प्रब्लम भइहाल्छ होइन हौ आदि तिमी त त्यो अलिकति त बलुन ल्याउँछ अरे यहाँ आउन यहाँ समात्छ नि त्यो टेबल अलि यता गर्नु मिल्छ ए टेबल होइन नि यस्तो अलिक यस्तो हुन्छ क्या बुढी यस्तो अर्को अन्य अलि यता गर्नु तिम्रो लाठी घाट जस्तो भयो क्या हुन्छ नि देखेछ कहाँ सिट हुनु पर्ने रहेछ म त हामी त बाहिर राखिदिनु यो हुँदैन ठिक हुन्थ्यो बाहिर त आमाहरूलाई जाडो हुन्छ नि फेरि ए स्वेटर लाउँथ्यो नि त माइजू अरूलाई त होइन माइजूलाई जाडो भइहाल्छ नि बाबालाई जाडो हुन्छ फेरि स्वेटर स्वेटर मलाई पनि जाडो हुन्छ
एकछिन लाग्छ खै स्याम्पन दिएर त छोरालाई दिएँ कता जाने यो निकालेर दिनु पर्छ त्यतिकै दिनु न कान खोज्यो नि ए बाबु अब आशीर्वाद त किन काकी भइसक्यो सही है जस्तै देखेको यस्तै राम्रो जिन्दगी हुनु है दुबो जस्तो फैलिनु है मर्स्याले दिँदो हिमाल दिनु दुबो चाहिँ फैलिदिँदो हजुर यो त किन हेर्नुहोस् त हाम्रो त्यो के अरे ठुलोबाको छोरी त्यो बहिनीको पूजा बिहा गरेको म त कहिले थिएन गरौँ मान्छेलाई 30 वर्ष भइसक्यो माउलाई 30 वर्ष भयो 28 वर्ष भयो यहाँ फुल पनि माग्नु मसलाई पर्क त राख्नुपर्छ है यो फर्स्ट टाइम 25 एनिभर्सरी तपाईले परेर ठुलो मान्छेले दिएको तिमीले दियो लकेट बनाएर लाउनुपर्छ 3 महिना 3 महिना पालो दिन दिइहाल्नु न म दिइहाल्नु मको लागि के कति बताउँ एउटा फोटो हामीलाई स्माइल है एभ्रीबडी हाम्रो गिफ्ट चाहिँ आउँदैछ है आउँदैछ साँच्चै गिफ्ट त अब डेट सेट सोधेर ल्याउनु पर्यो नि फलोस फुलोस होइन रमाइलो दिदी कङ्ग्रेचुलेसन्स ए कहाँ गयो मेरो मोबाइल त्यहीँबाट खिच्यो त्यो साडीको त्यो कहाँ हो यो त देख्दै देख्दैन त मैले हालेर Tayo lang air ka sanjiwa. मेसेज दिनु नि त दिदी मेसेज के मेसेज र दाइ र माइलीलाई ह्यापी 25th wedding anniversary and hope it goes very very long 50-60 years है अझै पनि बाबा पनि भन्नु नि त आशीर्वाद भन्नु ल ल त्यति होला बाबु नभएलाई चाहिँ नि कति 25 years एनिभर्सरीको लागि धेरै धेरै बधाई आमै भन्नु नि त ल बिहालाई 25 वर्ष यो बस शुभकामना एकदम आशीर्वाद है बधाई छ आशीर्वाद छ मैले जानेको त्यही हो केक मिठो रहेछ मिठो छ माइज भन्नु नि त अब ल त्यही हो भाग्यमानी हुनु चिरञ्जीवी आयु हुनु तिमीहरूको म्यारिड लाइफ एकदम लङ लास्टिङ हुनु सधैँ यस्तै माया बढेर बस्नु तपाईँको डायलग भन्नु न अघिको आशीर्वाद ए दुवो जस्तो फैलिनु मर्स्याङ्गे तोली लिनु हिमाल जो दिनु दु समुद्र तोली गहिरी दिदु सधैँ खुसीमै सन्दुकमै पछि सुख सम्पत्ति दिएर खुसीमै हुनु ल मामाको टर्न मेरो त माइजूले जे भने त्यही हो बाबु ल सकेछ नि बाबु लिल र भान्जी माइलीलाई यो 25th एनिभर्सरीको लागि एकदम कङ्ग्रेचुलेसन हगि अनि तिमीहरूको यो के अरे म्यारिज लाइफ चाहिँ एकदमै सधैँ ह्याप्पी हेल्थी वेल्थी है भएर चाहिँ एकदमै दुबो जस्तो एकदम मौजले जाओस् भन्ने म शुभकामना दिन्छु है थ्याङ्क यू मामा आदि एनिथिङ happy 25th anniversary, hope for 25 more. Good. Thank you. Congratulations, Dai, Miley. अनि अरू बाबुले भनेको 25%, आमाले भनेको अलिकति फुपू मामा मायाले भनेको आधीले भनेको सबै अलिअलि जोडेर बुढी ल
ह्याप्पी 25th एनिभर्सरी त्यति हो मेरो त्यो थपन अरूहरूको नि सबैको भाग है ल हामी चाहिँ माला लगाइसक्यो अब चाहिँ रेडी भयो अब चाहिँ हामी बाहिर खान जानु लाग्यो है अनि कपडा फेर्छु र अनि पाइट र टी सर्ट लगाएर आज चाहिँ एनिभर्सरीको हामी डिनर खान जान्छौँ गाइस है त्यहाँ गएर देखाउनेछु मैले चाहिँ खै के खाने खानु सो मेनी पिपल है आज यहाँ के रहेछ सुन्दा फुड खाना रेडी लिएछ खाना सिद्धेर खाना पनि छैन हामीलाई ओढेर बसेको तिनीहरूले कन्ट्याक्ट त लियो तर मान्छे प्रोभाइड गर्नै सकेन नि त त्यही समस्या थियो तिनीहरूले लियो भनेर हामीलाई चाहिँ इन्टायरली क्युआरएफ मात्रै गर्ने भनेर राख्यो बुढो कस्तो भयो आज हाउस डे आजको दिन एकदमै थकाइत भयो किनभने होइन सरप्राइज दियो नि त बिग आफ्टर 25 इयर्सको सरप्राइज के हाम्रो एनिभर्सरी थियो गर्दाखेरि बिजी भयो बिहानदेखि बेलुकैसम्म के चाहिँ गर्दा फटी गर्दा गर्दा खाएर नि के फटी गर्यो यस्तै भन्छ कि भनेर भनेको नि त माई गॉड फटीको हामीले गरेको उनले गरेको होइन सो वी आर सो बिजी तर वी डिड इट एट द एन्ड एन्ड थ्याङ्क यू सो मच सुनिता एन्ड विशाल फर द केक है बुढो थ्याङ्क यू भन्नु न ल थ्याङ्क यू For the cake. भाइ र बुहारीलाई एन्ड थ्याङ्क यू सुनिता है फर डेकोरेटिङ गरेको नि थ्याङ्क यू भन्नु न सबै त्यही त नि एज होल सब कुछ यस We are so happy and thank you very much positive thank you everything. Hard work say it was a tremendous brilliant job थियो थ्याङ्क यू मामा माइजू सबैजनालाई हाम्रो 25th एनिभर्सरीमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ अनि साह्रै रमाइलो भयो गएर पनि खाना पनि खायो एममा सो बिजी थियो है बुढो कस्तो बिजी थियो त्यहाँ इभन दो वी इन्जोय अ लट hope you like it and thank you so much for watching. Please subscribe my channel, like, comment and share. See you next video. Bye, take care, bye bye guys. मैले के पाएँ भनेर हेर्नु मेरो औँठी so nice म आफै किनेको thank you my husband. wow यो दिएको आज बुढेले चाहिँ Thank you. एनिभर्सरीमा थ्याङ्क यू भेरी मच Thank you, bye. Thank you for the makeup. मेरो छोरीले मेकअप गरिदिएको है अझ राम्रै भएछ म